तिमी चाहिँ उतापट्टि फर्क न, चाकलाई यता फर्काउ न। यता फर्किरहेको छु त ल। त्यो चाकलाई चाहिँ यतापट्टि मोबाइलको स्क्रिनपट्टि फटाउ न लाठी, अनि पो सपोर्ट आउँछ त तिमीलाई। सबजनाले गर्नुहुन्छ, दाइहरू सबैजना जानु त उता। सबैजना यता आउनु त दाइजहरू। भनेको मान। छोरो कसम तपाईँलाई मारिदिन्छु मैले। च्यातेला भन्दा नि डर गरेर हुन्छ। सबैजनाले कमेन्टमा रातो धड्कन कुदाउनु है। छोरो पाएपछि अलिकति मुत्नी च्यातिन्छ के, पछि ठिक हुन्छ। अहिले तिमीलाई छोरो पाउनु छ, मैले त केही नि पाएको छैन। च्यातन। रुक्नु है, रुक्नु ल, रुक्नु ल ल ल ल हो। अनि पो टक्क टक्क डेमो सेसन गर न। अनि पो हुन्छ सबैजनाले ट्याप ट्याप कपिलिङ हान्नु त ठाउँमा आउनुहुन्छ के। मैले भनेपछि मान्नुहुन्छ। तपाईँहरू गएर हान्नु, सपोर्ट गर्नुहोस्। टक्क 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 लाएर है कमेन्टमा रातो धड्कन कुदाउँदै जाने है सबैजनाले। मेरा दाइ दिदीहरू टक्क 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 लाएर है। आज लाउरिनी है, सीतामाढीको लाउरिनी हुनु उहाँ, पोखराको लाउरिनी है। हाम्रो सामान राम्रो सामान है। आउनुहोस् बेबी आउनुहोस्। टक्क त्यो सोफामा गएर यसरी बस्नु के, जाँगे फाटेर यस्तो गरेर। अनि पो हुन्छ सबैजनाले कमेन्टमा रातो धड्कन। आम्मामामामाम खै ल, हल्का जाँगे फाट्नु न। त्यो लुङ्गी लाग्दा हटाउनु न। कस्तो होला यतापट्टि फर्किन्न। मलाई जिताउनु पर्यो नि त, अनि रिस उठ्ने। पहिला डेमो देखाउन पर्यो नि त। जितिसके त कति जित्ने हो र? जिते छैन मैले। जित्नु यता पुऱ्याइदिनु सबैजनालाई। जानुहुन्छ के भनेको चाहिँ मान्नुहोस् न। बिहोरा हेर्दा त मान्छे हेर्दा त घिउ जस्तो छिन् त। बिहोरा त किन हो र? त्यो होइन के, सल हटाउन न। हो सल हटाउन न, सल हटाउन न। जिताउने हो रे। कस्तो होला मैले कहिले यहाँ जिताउनु पर्यो नि। मैले त्यो सल खोला न गाडी यार। पहिला जिताम। हल्का जाँगे फाटेर बस न। यस्तो गर न, यस्तो गर न। टक्क जिताम है पहिला मलाई। कस्तो पहिला जिताउनु पर्यो अनि मात्रै गर्नु। कहाँ नजितिकन म त्यसै गर्छु त। र्याङ्किङमा छिर्ने उयो हो तिमी त। त्यो सेतीको खोजमा पनि छिर्न सक्दिनौ। र्याङ्किङ छिर्ने त पढाका कुरा। सेतीको खोजमा चाहिँ किन नचम्म? किन पहिल्यै छिरे हो र? होइन, कति बस्छौ उति खेलाउँदै जाला, बैस सेलाउँदै तिम्रै उति छुन मन लाग्यो मलाई आज। तिम्रो उति छुँदाखेरि लाग्छ कि त दाग। पोखराको नम्बर 1 मोडल हो है मिस गुरुङनीमा। टाइटल पनि शिरमै छ। ल फाउँचा कत्रा कत्रा के तिम्रो फाउँचा। ककालले मसाज गर्नुभयो फाउँचामा। निप्पल कालो छ, निप्पल पिङ्क कलरको छ उहाँको। कसले भनेको कालो? हेर राइनी माइला। नाम पनि कस्तो छ फेके। जम्मा 2 जना फलोअर बोकेर आएको छ। म चाहिँ आएर कमेन्ट गर्छस्। पिङ्क कलरको छ मेरो प्यारीको। अलिकति यस्तो गर्नु त बुबुच्चु खाम मम्मी। ल गाइस डबल ट्याप गर्नु, डबल ट्याप। तपाईँ बोतला बस्नु, मैले जितेँ। जिते पहिला यहाँ गर्नु पर्यो। कट्टुमा पानी कसम मैले यहाँ जितेपछि तपाईँले भनेको मान्नुपर्छ। मलाई अरू कुरा जान्दिनँ म। अरू कुरा त्यो कट्टुबाट पानी च्यापच्याप्ती भइसक्यो। त्यो गनाउँछ, त्यो फेरेर आउ न। कति फेर्नु? फेरिसके त मैले। फेरिसके त भित्रको त्यो उ फेर न जाऊ। कस्तो गनायो छ त्यो डुङडुङती गनायो। फेरेर आउ के जाऊ। जितिसके त अनि गाइजहरू। लु पाउडर मैले भनेको अब तपाईँले मान्नुपर्छ है। रुक्नु है, म भन्छु है। तेरो आमाको पुतली मैले हेर्दैछु। के भन्छस् यो विषयमा मुजी खाते? त साला तेरो आमाको पुतली यत्रो ढ्याब्रे छ नि मुजी खाते। कोठी रहेछ नि हैन। तेरो बहिनीको पुतली हेर्छस्? तेरो बहिनीले भिडियो कलमा देखाएको मुजी खाते। तेरो बहिनीले मेरो लड्डु चुसेको भिडियो हेर्छस्? लु गाइजहरू ठोकौँ न ठोकौँ। तेरो मुट्टी निकालेर पाता राख्दिउ। मुजी पाता कि साला। सबैजनाले कमेन्टमा रातो धड्कन कुदाइदिनु है। मुजी साला तेरो बहिनीलाई ठाउँमा राख। जहिले भिडियो कल गरेर मुजी नाङ्गै देखाइरा हुन्छ। मुजी साला। ए मुटु खाते साला। तेरो बहिनीलाई ठाउँमा राख न मुजी। तेरो बहिनीले जहिले भिडियो कल गर्दै स्क्रिन रेकर्ड गर्दै मुजी मलाई पठाउँछ। मुजी तेरो बहिनीको मुजी
मुत्नी हेरेर आएको हो म